नमस्कार अनि हार्दिक स्वागत छ कोशी स्पोर्ट्स टिभीको यो विशेष प्रस्तुतिमा। नेपालमा भलिबलको क्रेज कुन हदसम्म छ भनेर हामी सबैलाई राम्रोसँग थाहा छ। गाउँदेखि शहरसम्म, कुना काप्चादेखि अन्तर्राष्ट्रिय रङ्गशालासम्म जब भलिबल कोर्टमा बल ठुकिन्छ तब हरेक नेपालीको मुटुको धड्कन बढ्छ। हो दर्शकवृन्द, यही भलिबलको महाकुम्भ खेल प्रेमीहरूका लागि एउटा नयाँ उमङ्ग र उत्साह बोकेको फेरि एकपटक नेपाली खेलकुदको आकाशमा नयाँ तरङ्ग पैदा हुने गइरहेको छ। प्रतिस्पर्धा होइन, उत्साह हो हाम्रो परिचय भन्ने मूल नाराका साथ नेपाली भलिबल जगतमा एउटा ऐतिहासिक क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको घोषणा हुने भएको छ। आज हामी यसै प्रतियोगिताको बारेमा सम्पूर्ण नालीबेली केलाउनेछौँ। टिम दर्ता कहिलेसम्म छ, पुरस्कार राशि कति छ, कुन कुन विधामा पुरस्कार पाइन्छ र राष्ट्रिय खेलाडीहरूको सहभागिता कस्तो रहनेछ, यी सम्पूर्ण कुराहरू जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने अहिले नै कोशी स्पोर्ट्स टिभीलाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। दर्शकवृन्द, यसपटकको यो प्रतीक्षित प्रतियोगिताको नाम सुन्दै आङजिरिङ हुने र खेल हेर्न आतुर बनाउनेछ। प्रतियोगिताको नाम हो 68 करोड कप। क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता हो जसले यति बेला देशभरि भलिबल खेलाडी र क्लबको लागि नयाँ तरङ्ग ल्याइरहेको छ। कुनै पनि खेलको विकास तब मात्र सम्भव छ जब स्थानीय स्तरबाट बलियो प्रयास गरिन्छ। यो प्रतियोगिताले पनि नेपाली भलिबलको जगतलाई अझ मजबुत बनाउने निश्चय गरिएको छ। आयोजकहरूले निकै ठुलो तयारीका साथ यो प्रतियोगिताको खाका तयार पारेका छन्। खेलको गरिमा बढाउन र खेलाडीहरूलाई उच्च मनोबलको साथमा कोट उतार्नका लागि यस कपको आयोजना गरिएको हो। अब कुरा गरौँ यो महासङ्ग्राम आखिर कहाँ हुँदैछ त। यो भव्य प्रतियोगिता नेपालकै प्रख्यात र सुन्दर ठाउँ तनहुँको भिमात बजारमा आयोजना हुँदैछ। भिमात बजार आफैमा एउटा ऐतिहासिक, संस्कृति र खेलकुद प्रेमीहरू बसोबास गर्ने एउटा सुन्दर सहर हो। यहाँको हस्पिटालिटी र खेलकुदप्रतिको माया अझै नै अनुकरणीय छ। यसपटक यस ऐतिहासिक खेलको मुख्य आयोजकको रूपमा रहेको छ टिम 68 करोड। उहाँको मूल मन्त्र रहेको छ खेलौँ, एकजुट बनाउँ, गौरव जितौँ। कति सुन्दर विचार होइन त। खेल केवल जित र हारको लागि मात्र होइन, आपसी एकता र देशको गौरव बढाउनका लागि पनि भन्ने मूल नारा चाहिँ यो 68 करोड कपले सम्पूर्णमा प्रस्तुत गर्न चाहन्छ। त्यसै गरी यस प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि सहआयोजकको भूमिकामा खरा उत्रिएको छ पिरुङ्ग भलिबल क्लब, भिमात नगरपालिका 4, पिरुङ्ग नगर तनहुँ। स्थानीय स्तरमा भलिबलको विकासमा लामो समयदेखि योगदान पुर्याउँदै आएको पिरुङ्ग भलिबल क्लबको सहभागिताले यो प्रतियोगिता अझ बढी व्यवस्थित र चुनौतीपूर्ण हुने कुरामा दुई मत नै छैन। लौ त दर्शकवृन्द, जब जाउँ त्यो बिन्दुमा जसको प्रतीक्षा तपाईँलाई सबैभन्दा बढी थियो। आखिर यो प्रतियोगिता जित्नेले के पाउँछन् त? पुरस्कार राशि सुन्नुभयो भने तपाईँलाई पक्कै पनि मन पर्नेछ। आयोजकले मुख्य पुरस्कारसँगै विधागत रूपमा पनि खेलाडीहरूको कदर गर्ने आकर्षण पुरस्कारहरू नगदको व्यवस्था गरिएको छ। आउनुहोस् विस्तृत रूपमा यसको पनि जानकारी लिइहालौँ। प्रथम पुरस्कार नगद रु 1,11,068, साथमा भव्य ट्रफी, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रु 77,068, साथमा ट्रफी, मेडल र प्रमाणपत्र। तृतीय पुरस्कार 44,068, साथमा ट्रफी र मेडल प्रमाणपत्र। सान्त्वना पुरस्कार कोर्टमा उत्रने भिड्ने तर सेमिफाइनलबाट बाहिरिने टिमका लागि पनि 22,068 को व्यवस्था गरिएको छ। आजको श्रृङ्खलाबाट पनि हामी यहाँहरूमाझ बिदा हुन चाहन्छौँ। तपाईँहरूलाई यो 68 करोड कप कतिको प्रतीक्षामा हुनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला।